ल हेरौँ है साथी हाम्रो काठमाडौँ नेपाल कस्तो छ अब फ्युचरमा कस्तो हुँदैछ हेर्दै जानुहोस् सबैजना साथीहरूले हैन यहाँ भिडियो राख्दैछु पछाडि आउँदैछ स्किप नगरी हेर्नु होला सबजनाले अब आउने फ्युचरमा चाहिँ हाम्रो नेपाल यस्तै हुँदैछ है साथी हो सबैजना लाइक कमेन्ट कपी लिङ्क गर्नु होला हैन हाम्रो नेपालमा यस्तो भयो भने चाहिँ कस्तो होला इमेजिन गर्नुहोस् त गाइसहरु सबजनाले अब आउने फ्युचरमा चाहिँ जहाँसम्म लाग्छ यस्तै होस् हाम्रो नेपाल हैन हुन्छ पनि हुनु नि परोस् है साथी हो हुनुपर्छ हाम्रो नेपाल यस्तै बालेन शाह नै भयो भने चाहिँ सायद हुन्छ होला के हाम्रो नेपाल यस्तै सायद हाम्रो नेपाल यस्तो भयो भने त काठमाडौँ वरिपरि चाहिँ टक्क ट्रेनमा घुम्ने हैन को चढ्छ यार टेम्पो पनि चढ्नुपर्छ छोटो यात्रामा त हैन ट्रेन चढेर हिँड्ने हो नि गाइस सबजना मिलेर है यसरी नै आउने फ्युचरमा त भइहाल्छ नि हाम्रो नेपाल पनि यस्तै हाम्रो बालेन शाहले बनाइहाल्छ नि अरू नेता सेताको कुरा छोडिदिउँ हैन अरूको कुरा नगरौँ बालेन शाहले चाहिँ बनाउँछ हाम्रो नेपाल हुन्छ यस्तो धेरै राम्रो हुँदैछ यो चाहिँ हाम्रो धोबी खोला है साथी हो हाम्रो धोबी खोला यहाँ चाहिँ हाम्रो घर छेउको धोबी खोला है टक्क धोबी खोला हाम्रो पशुपति मन्दिर हैन पशुपति मन्दिर हो गाइस हेर्नुहोस् माथि टक्क प्लेन एक राउन्ड लगाएर जान्छ विदेशमा राखेर हैन यस्तो दामी छ यो चाहिँ हाम्रो टक्क कलङ्की चोक है गाइसहरु कलङ्की चोक चाहिँ दामी छ यो चाहिँ कलङ्की चोक है गाइसहरु कलङ्की चोक एकदम राम्रो छ हैन एकदम राम्रो छ कलङ्की चोक सबजनाले हेर्नु होला गाइस स्किप नगरी हेर्नुहोस् त स्किप नगरिकन यो भिडियो चाहिँ पुरा फुल वाच गर्नुहोस् ल हेर्नुहोस् है गाइसहरु भिडियो ट्रेन आइसकेपछि कस्तो हुँदो रहेछ हाम्रो नेपाल चाहिँ भनेर थाहा भइहाल्यो नि अब हैन